नमस्ते। आजको यस विशेष प्रस्तुतिमा तपाईलाई स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले जो कोहीलाई पनि साँच्चै नै अचम्ममा पार्नेछ। कहिले सोच्नु भएको छ हाम्रो यो व्यस्त राजधानी सहर कुनै बेला एउटा विशाल ताल थियो भन्दा कस्तो लाग्छ? सुन्दा कुनै जादुई कथा जस्तो लागे पनि हाम्रा पुराना ऐतिहासिक स्रोतहरूले त्यही भन्छन्। आउनुहोस् यो रहस्य खोतल्ने प्रयास गरौँ। एकैछिन कल्पना गर्नुस् त, तपाईँ काठमाडौँको कुनै अग्लो डाँडामा उभिनु भएको छ। तर तलै हेर्दा अहिलेका जस्ता अग्ला भरहरू, गाडीको भिडभाड र कोलाहल केही पनि छैन। त्यसको सट्टा त्यहाँ एउटा पूरै फरक र शान्त दृश्य छ। हो, आज हामी जुन ठाउँमा हिँडुल गरिरहेका छौँ त्यो कुनै समय नागदह नामको एउटा विशाल र गहिरो नीलो ताल थियो। यसो सोच्नुस् त, एउटा अथाह जलभण्डार कसरी आजको यो विशाल आधुनिक सहरमा परिणत भयो होला। यो परिवर्तनको मापन साँच्चीकै विशाल छ। यो केवल माटो र ढुङ्गाको परिवर्तन मात्र होइन, यो त मानव सभ्यता र हाम्रो गहिरो आस्थाको एउटा अद्भुत कथा पनि हो। अब तपाईँलाई लाग्ला, यति पुरानो कुरा हामीलाई कसरी थाहा भयो त? यसको मुख्य आधार हुन् हाम्रा प्राचीन वंशावलीहरू, विशेष गरी गोपाल राजवंशावली, जसलाई नेपालकै सबैभन्दा पुरानो पुस्तक मानिन्छ। हाम्रो आजको यो सम्पूर्ण चर्चा यिनै प्राचीन अभिलेख र आधुनिक भौगर्भिक अध्ययनहरूमा आधारित छ। यसले के देखाउँछ भने यी कुराहरू केवल हजुरआमाले सुनाउने दन्त्यकथा मात्र होइनन्, यी त हाम्रा प्रागैतिहासिक घटनाहरूका लिखित प्रमाण हुन्। ल, अब हाम्रो पहिलो विषयतिर लागौँ, कमलको फूल र तलवार, अर्थात् स्वयम्भूनाथको उत्पत्ति कसरी भयो त? स्वयम्भू पुराणले यो तालको पानी कसरी नाटकीय रूपमा बाहिरियो भनेर एकदमै रोचक तरिकाले व्याख्या गरेको छ। यो कथा साँच्चै नै रोमाञ्चक छ है। सुन्नुस् त, त्यो विशाल तालको ठिक बीचमा एउटा सुन्दर र पवित्र कमलको फूल फुल्छ, अनि बोधिसत्व मञ्जुश्री त्यहाँ आउनुहुन्छ र आफ्नो ईश्वरीय तरवारले प्रहार गर्नुहुन्छ। उहाँको त्यो एकै प्रहारले चोभारमा एउटा गहिरो गल्छी बन्छ र तालको सम्पूर्ण पानी त्यहीँबाट बाहिरिन्छ। सुन्दा जति शक्तिशाली लाग्छ नि, भौगर्भिक रूपमा ताल फुटेर पानी बाहिरिएको तथ्यलाई यसले उत्तिकै सुन्दर तरिकाले प्रष्ट पार्छ। पानी सुक्दै गएपछि के भयो त? त्यही पवित्र कमलको फूलबाट एउटा स्वयम्भू अर्थात् आफै उत्पन्न भएको ज्योति प्रकट भयो, र त्यही ज्योति नै आज हामीले देख्ने स्वयम्भूनाथ स्तूपको मुख्य आधार हो। आज स्वयम्भूनाथलाई काठमाडौँको मुटु मानिन्छ। त्यहाँ पुग्दा तपाईले केवल एउटा मन्दिर मात्र हेरिरहनु भएको हुँदैन, तपाईँ त त्यही प्राचीन तालको केन्द्रबिन्दुमा उभिएर इतिहासलाई महसुस गरिरहनु भएको हुन्छ। अब अर्को प्रसङ्गमा जाउँ, पशुपतिनाथ र गाईगोठालो। तालको पानी सुकेपछि यो उपत्यकाको जमिन र यहाँको धार्मिक विश्वास कसरी एक आपसमा जोडिन पुगे, यो कुरा पनि उत्तिकै रहस्यमय छ। मानव सभ्यताले यहाँ जरा गाड्नुभन्दा धेरै अघिको एउटा गहिरो विश्वास छ। यहाँका पहिलो राजाहरूले राजकाज सुरु गर्नुभन्दा धेरै अघिदेखि नै यो उपत्यका देवताहरूको वासस्थान थियो। देवताहरू जनावरको रूप धारण गरेर यहाँ घुम्ने गर्थे भन्ने मान्यता छ। यसको मतलब के हो भने पानी सुकेपछि देखा परेको यो जमिन सुरुदेखि नै अत्यन्तै पवित्र मानिन्थ्यो। यसै सन्दर्भमा एउटा एकदमै चाखलाग्दो कथा छ। नेपा नाम गरेका एक गाईगोठालो थिए। उनले के याद गरे भने उनले पालेकी एउटी गाईले जमिनको एउटा निश्चित ठाउँमा आफै निरन्तर दूध चराइरहेकी थिइन्। कस्तो अचम्म होइन त? जब त्यो ठाउँ खनेर हेरियो, त्यहाँ पशुपतिनाथको पवित्र ज्योतिर्लिङ्ग फेला पर्यो। यसले के देखाउँछ भने पानी सुकेपछि यो ठाउँ बस्न मात्र होइन, पूजा र सभ्यता सुरु गर्नको लागि तयार भएको एउटा पावन भूमि थियो। अब लागौँ तेस्रो विषयतिर, समुद्री पिँधदेखि राज्यसम्म, अर्थात् नागदहले हामीलाई दिएका उपहारहरू। पौराणिक कथाहरूबाट अलिकति बाहिर निस्केर अब यसको भौगर्भिक महत्त्वलाई पनि हेरौँ है त। यसलाई समयक्रम अनुसार बुझ्ने प्रयास गरौँ। प्रागैतिहासिक युगमा यो ठाउँ एउटा विशाल तालको पिँध थियो। त्यसपछि जब प्रारम्भिक इतिहास सुरु भयो, ताल सुकेपछि बाँकी रहेको त्यो एकदमै मलिलो माटोले किराँत राजवंशलाई एउटा धनी र समृद्ध समाज बनाउन ठूलो मद्दत गर्यो। अनि बिस्तारै शास्त्रीय युगमा लिच्छिवे राजवंशको उदय भयो, जहाँ राजा सुपुष्पदेव जस्ता शासकहरूले भव्य मन्दिरहरू बनाए। साँच्चै भन्नुपर्दा त्यही तालले छोडेर गएको मलिलो माटो नै यी महान सभ्यताहरूको जग बन्यो। समग्रमा भन्नुपर्दा यो प्राचीन तालले हामीलाई अमूल्य उपहारहरू दिएर गएको छ। पहिलो कुरा, त्यो उर्वर माटो जसले सुरुवाती सभ्यताहरूलाई हुर्कायो।
दोस्रो, त्यही तालको बीचमा फुलेको कमलबाट स्वयम्भूनाथ जस्तो पवित्र स्थलको जन्म भयो। र तेस्रो, पशुपतिनाथ क्षेत्रको स्थापना, जुन आज युनेस्कोको विश्व सम्पदा सूचीमा सानका साथ उभिएको छ। यी सबै कुराले के प्रमाणित गर्छन् भने भूगोल र प्रकृतिले नै हाम्रो आस्था र सभ्यताको बलियो जग बसालेका हुन्। यो सम्पूर्ण यात्रा साँच्चै नै अद्भुत छ, होइन त? एउटा गहिरो तालदेखि आजको यो जीवन्त राजधानीसम्मको यात्राले हामीलाई धेरै कुरा सोच्न बाध्य बनाउँछ। हामीले देख्यौं कसरी भूगर्भ विज्ञान र पौराणिक कथाहरू मिलेर एउटा सिङ्गो सभ्यताको निर्माण गर्छन्। अब जाँदा जाँदै एउटा प्रश्न, यदि विश्व सम्पदाले भरिएको यो सम्पूर्ण सहर एउटा प्राचीन तालको पिँधबाट उब्जिएको हो भने विश्वका अरू आधुनिक शहरहरूले आफ्नो सतह मुनि कस्ता पौराणिक र भौगर्भिक रहस्यहरू लुकाएर राखेका होलान् त? यसबारे सोच्दै गर्नुहोला। आजको लागि हाम्रो यो प्रस्तुति यही सकिन्छ।